यो चाहिँ अहिले हाम्रो यो अब टोल लाग्ने बाटो होइन अनि दुईटा अप्सन दिन्छ गभर्मेन्टले हैन अब जस गभर्मेन्टले केले हो त बाटोको कुरा गरौँ न अब बाटो अनि अफकोर्स गभर्मेन्ट त हो नि यो गभर्मेन्ट भित्र आयो गभर्मेन्ट दुईटा अप्सन दियो होइन एउटा टोल फ्री आयो एउटा टोल आयो टोलमा चाहिँ तिमीले पैसा पे गर्नुपर्छ अब जस्तै यो एउटा हाम्रो हरेक गाडीमा हामीले त्यो राख्नुपर्छ कि टोल मसिन ट्याग राख्नुपर्छ अनि एभ्री टाइम हामी टोलमा एन्ट्री गर्ने बित्तिकै टिक गर्छ नि त्यो आवाज आउँछ नि त्यो भनेको गभर्मेन्टलाई यो थाहा भयो कि अब यिनीहरू यो बाटो गइरहेछ वी निड टु पे अब एकचोटि चाहिँ हामीले $1500 चाहिँ हाम्रो तिर्नुपर्छ क्या तर त्यो चाहिँ वान टाइम जस्तै अब यो ठ्याक्क अब एक्जिट हुने बित्तिकै टोल वे सकियो नि त सकेपछि फेरि त्यो नर्मल वे भयो कि सबैको लागि भयो कि त्यो दुईटा वे हुन्छ त्यसरी ट्याक्स तिराउँछ कि गभर्मेन्टले हामीलाई हामी क्रोनोला बिच जान लाग्यो तर त्यसमा पनि दुईटा कुरा छ कि एक त अब टाइम सेभिङ भयो यो सर्ट वे भयो टाइम सेभिङ भयो होइन अनि त्यसमाथि अब अहिले ओइलको भाउ बढेको बेलामा लङ डिस्टेन्स जाँदा यो गर्दा ब्यालेन्सै हुन्छ त्यही हो तर त्यो ट्याक्स पनि हामीलाई फेरि हाम्रो लागि होइन नि त गभर्मेन्टले सबैको लागि युज गर्छ होइन त